गर्भवती महिला र बाल मृत्यु दर यो पछिल्लो समय पोखरा महानगरपालिकामा सबिना म्याडमले भनेअनुसार बढिरहेको अवस्थामा त्यसलाई हामीले कसरी न्यूनीकरण गर्न सक्छौं भन्ने सन्दर्भमा यो पुस्तिकामा धेरै कुराहरू समेटिएको छ। यसलाई जुन समेटिएका कुराहरूलाई आज जुन प्रशिक्षणको क्रममा हाम्रो स्वास्थ्य स्वयंसेवकज्यूहरूलाई यहाँ लेखेका कुराहरूलाई यहाँलाई प्रशिक्षण हुँदैछ र यी कुराहरूलाई यहाँहरूले प्रशिक्षित भइसकेपछि यहाँहरूले यसलाई कार्यान्वयन गर्नुहुनेछ र यो पुस्तिकामा धेरै कुराहरू समेटिएका छन्। जुन गर्भवती महिला भइसकेपछि र उहाँहरूले जन्म भइसकेपछि बालकको जन्म भइसकेपछि 2 वर्षसम्मका बालबालिका रहँदाखेरि उहाँहरूलाई गर्नुपर्ने हेरचाह विधि सम्बन्धमा यसमा धेरै कुराहरू समेटिएका छन्। यहाँहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो पुस्तिकामा जुन मातृ तथा बाल स्वास्थ्य हाते पुस्तिका छ यसलाई प्रशिक्षण क्रममा यहाँले यो ग्रहण गरिसकेपछि जुन स्वास्थ्य स्वयंसेवकज्यूहरू र हामी व्यवस्थापन समितिका साथीहरूले यसलाई कम्तीमा हामीले अरू कसैलाई हामी यो घर-घरमा जाँदाखेरि यस सन्दर्भमा यहाँले धेरै कुरा जानकारी गराउनु हुनेछ र अहिले पछिल्लो समय हाम्रो सबिनाजीले भने जस्तै यो गर्भवती भइसकेपछि धेरै ठाउँमा स्वास्थ्य चौकीहरू र प्राइभेटहरूमा जुन गर्भवती महिलाहरू यो चेक जाँच गर्न जाने यो फरक ठाउँमा चेक जाँच गर्न जाने भएको हुनाले कति गर्भवती महिला हो कसको स्थिति कस्तो छ भन्ने सन्दर्भमा त्यो जानकारी नभएको नि अवस्था छ। त्यो हुनाले एउटा हामी जुन स्वास्थ्य स्वयंसेवकज्यूहरू जुन घर-घरमा जान्छौँ तपाईले एउटै स्वास्थ्य कार्यालयबाट एउटै स्वास्थ्य संस्थाबाट यहाँहरूले सेवा लिनुपर्ने छ भन्ने कुरा पनि जानकारी गराउनको लागि म अनुरोध गर्न चाहन्छु। त्यसले गर्दाखेरि हाम्रो कति छ गर्भवती महिला र कस्तो छ भन्ने सन्दर्भमा धेरै कुराहरू जानकारी हुने भएको हुनाले यहाँहरूलाई त्यो कुरा अनुरोध गर्दै आज यो महत्त्वपूर्ण कार्यक्रम पनि छ। यो 5 वटा वडा मध्ये आज 8 नम्बरमा यो सुरुवात भएको छ र यहाँहरूले व्यवहार सिकिसकेपछि कुराहरूलाई व्यवहारमा लागू गर्नुहुनेछ भन्ने आशा अपेक्षा व्यक्त गर्दै यहाँहरू सबैलाई धन्यवाद दिँदै यो आजको कार्यक्रम म पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद सबैलाई, नमस्कार।